चल्दैको सुसाइड चल्दैको खेला हो। ऑफ करो अविनले थाहा नपाए त्यहाँ सोध्दै आउनु ल, त्यहाँ छन् मान्छेहरू घरहरू धर्ने, सुसाइड पनि जाने कता हो भन्नु भनिदिन्छन्। धेरै टाढा रहेन त दाइ, 2 किलोमिटर रहेछ बे त्यहाँबाट। तिमीहरू पुगिसक्यौ? पुगेको त्यो त मैले। अनि के अरे त्यो 3टा बाटो आउँछ भनेको, अनि त्यो के अरे बिचको बाटो आउने भनेको होइन? त्यहाँ सोध्दै आउनु नि, त्यो बासवाला छ नि, बासवालाबाट चाहिँ माथि चढ्नु। बासवाला अरे त्यहाँ त्यो सिधै आइसिधै सुरुको घुम्टी चाहिँ माथि चढ्नु के। मेरोबाट गएन फेरि भन न, सिधै बाटो छ तल तल, अनि देब्रे तल जान्छ, दाहिने माथि जान्छ, बिचको बाटो आउनु कि बिचको। ल नाश पारे यार खेला हो। वाह धुलो के तर बाल छैन। सुसाइड पोइन्ट चाहिँ हाम्रो आइपुग्नु लाग्यो क्या। यही भर्याङ झार्ने भने यार साथीले। यस गट राइड आएको मजा भइरहेको छ यार। बाटो त्यस्तै यो हुन्छ। हरि दामी रहेछ यार, यस्तै चढ्नु मजा लाग्छ मलाई चाहिँ। कता गयो यस्तो जङ्की ठाउँमा आउनुलाई नि केटाहरूले नमस्ते गर्नुपर्ने यार। घुम्ने आएको के कामसाम आएन फेरि त्यही भने लभली छ झन् ठाउँ त। उयो रोड चाहिँ यस्तो भयो जुन हामी रानीमल गएको थियौँ नि
त्योभन्दा त्यो हामी तल छिर्यौँ नि रानीमल अँ। माथि आएको भए चाहिँ यो रोड आउँथ्यो यस्तो लभली मजा आउँछ यो रोड कुदाउन उ त्यो चाहिँ रिडी बजार रिडीको पुल उ त्यो भयो स्याङ्जा यो भयो यो त खत्रै खगेर बाटो त यो रिडी जाममा त उयोला त लभली चाहिँ यस्तो रप्पु हानेको हामीले तिमी अस्ति गुल्मीबाट आउने बेला तल तल हेर नि लभली भ्यू हेर्दैछौँ है हामी चाहिँ यहाँ तर्सन सर्सन चाहिँ नगरे मोजीहरू भवाल हेर गयो भने त गयो यो बाटो त यति मजा आउँछ हड्डी भेटिन्न हौ भेटिन्न यार यहाँबाट लोट्यो भने त ये हरि बबल छ है ए मेरो पेट्रोल चाहियो बन्द गरिदियो बन्द गरिदियो बन्द गरिदियो त बाइक सिधा पारिदियो